कपालमा धेरै ह्युमिलिएट गरिरहेको छ सरहरू। मलाई पढ्दाखेरि क्लासमा छिरेर मलाई सस्पेन्ड गरिएको छ। यो ब्रदरलाई कलेजमा सस्पेन्ड गरियो र क्लासमा एन्टर गर्नु दिएन जस्ट बिकज यसको कपाल लामो थियो। कति नराम्रो कुरा। अहिलेदेखि होइन, पहिलेदेखि नेपालमा स्टुडेन्टहरूको कपाल काटिदिन्छन्। लामो कपाल देख्ने बित्तिकै माथिबाट काटिदिन्, मुनिबाटै काटिदिन्छन् र यसले स्टुडेन्टको माइन्ड पुरै फक्ड अप बनाइदिन्छ। सिरियस कुरा, छोरा मान्छेको कन्फिडेन्स आउने भने कपाल देखियो। जहीँ जाउँ न, पार्टी सो फङ्सन, तिमीहरू सुरुमा मिलाउने भने कपाल हो। र यो कुरा टिचरले बुझ्नुपर्ने। तिनीहरू पनि एक समयमा स्टुडेन्ट थिए, तर तिनीहरूलाई आफ्नो स्कुल कलेजको रेपुटेसन नै प्यारो छ। र अहिले नेपालमा रुल्स आएको छ, स्टुडेन्टलाई कपाल काट भन्दै फोर्स गर्नु मिल्दैन। थाहा छ यसरी स्टुडेन्ट कपाल काट्दा स्टुडेन्टमा के बित्छ भनेर? एन्जाइटी, डिप्रेसन, लो कन्फिडेन्स र बुली। र गभर्मेन्टले निकालेको छ स्कुल कलेजेसहरूले स्टुडेन्टलाई कपाल काट भन्दै फोर्स गर्नु मिल्दैन। तर स्याडली नेपाल हो, कसैले रुल्स फलो गर्दैन। म रिक्वेस्ट गर्छु सबै टिचरहरूलाई, यसरी स्टुडेन्टहरूको कपाल नकाट्दिनु। एउटा लो कन्फिडेन्स भएको व्यक्ति फ्युचरमा केही पनि गर्न सक्दैन। र एउटा इम्पोर्टेन्ट कुरा सबै स्टुडेन्टहरूको लागि, र यो म स्टुडेन्ट टु स्टुडेन्ट कन्भर्सेसन गर्छु। र यो कपाल काट्ने प्रब्लम सल्भ भयो भने तिमीहरू कपाल पाल, तर टिक्का आफूलाई सुहाउने पाल। यस्तो होइन कि झुसे भएर कलेज गइदेऊ। तेल लगाऊ, आफूलाई ग्रुमिङ गर, बेटर पर्सन हुआ, बेटर स्टुडेन्ट हुआ र राम्ररी पढ। र भिडियो यहाँसम्म हेऱ्यो भने सब्सक्राइब गर। र केही भयो भने स्टुडेन्ट, आई एम हियर फर यु। जय नेपाल। यो हाम्रो देश हो, यो हो नयाँ नेपाल।